are going to learn three types of object: transparent object, translucent object, and opaque object. मैले चाहिँ यहाँ त क्यान्डल बालेको छु. क्यान्डलको फ्लेम चाहिँ हजुरहरूले देख्दै हुनुहुन्छ. अब म चाहिँ क्यान्डलको फ्लेमको अगाडि चाहिँ केही अब्जेक्टहरु राख्न गइरहेको छु. तपाईहरुले हेरेर चाहिँ बताउनु होला फ्लेम देखिन्छ कि देखिदैन. भन त, फ्लेम देखिन्छ? अब यो प्लास्टिकको ग्लास यो फ्लेमको अगाडि राखे पनि यो फ्लेम चाहिँ एकदमै कम्प्लिटली रूपमा देखिरहेछ है. किन देखिरहेछ भने यो प्लास्टिकको ग्लास चाहिँ ट्रान्सप्यारेन्ट अब्जेक्ट भएको कारणले. त्यस्तो अब्जेक्ट जुन अब्जेक्ट मार्फत लाइट चाहिँ कम्प्लिटली पास हुन्छ भने त्यस्तो अब्जेक्टलाई ट्रान्सप्यारेन्ट अब्जेक्ट भनिन्छ. बुझ्यौ? यस म्याम. अब यहाँ म अर्को अब्जेक्ट राख्न गइरहेको छु. बताउनु होला है त. ल अब भन त, फ्लेम देखिन्छ? अब यो पेपर राखेपछि फ्लेम चाहिँ कम देखियो, थोरै देखियो. त त्यस्तो अब्जेक्ट जुन अब्जेक्ट मार्फत लाइट चाहिँ लिटल अमाउन्ट अफ लाइट पास हुन्छ है, लाइट चाहिँ थोरै पास हुन्छ भने त्यस्तो अब्जेक्टलाई ट्रान्सलुसेन्ट अब्जेक्ट भनिन्छ. बुझ्यौ? यस म्याम. अब चाहिँ ल अब हेर त, देखिदैन. क्यान्डलको फ्लेम देखिन्छ? देखिदैन. किन देखिएन? क्यान्डलको फ्लेम किन देखिएन भन्दाखेरि यो चाहिँ ओपिक अब्जेक्ट हो. त्यस्तो अब्जेक्ट जुन अब्जेक्ट मार्फत लाइट चाहिँ देखिँदैन है, अलि पनि देखिँदैन भने त्यस्तो अब्जेक्टलाई ओपिक अब्जेक्ट भनिन्छ. कुन अब्जेक्ट भनिन्छ? इज इट क्लियर? यस म्याम. ल भन त, ग्लास चाहिँ कुन अब्जेक्ट? ट्रान्सप्यारेन्ट अब्जेक्ट. यो टिचर डायरी चाहिँ कुन अब्जेक्ट? ओपिक अब्जेक्ट. यो पेपर चाहिँ कुन अब्जेक्ट? ट्रान्सलुसेन्ट अब्जेक्ट. सबैजना